हामी यति बेला माछा मारेर अन्तिम चरण पुगिसकेका छौँ साथीहरू। यहाँ तिरपालहरू सुकाइ साथीहरू विश्राम लिनु भएको छ। तिरपालहरू सुकाइएको छ। यहाँ टनल हो यो। यतापट्टि अर्को तिरपाल सुकाइएको छ। यही खोलामा आज चाहिँ हामीले जाल हानेर माछा मारिएको थियो। यतापट्टि माथिबाट पानी काटेर तलबाट चाहिँ यही जिलिबेले भन्छ अनि मरेटी भन्छ, तिनीहरू पिसेर त्यो अर्ग्यानिक विष भनौँ न, यहीँको झारपातको काठेपाटेको गरिएको छ। भान्जाले उहाँबाट चाहिँ माछा लिएर आउँदै हुनुहुन्छ पारीबाट। कसो गरे? होइन, दुईवटा बोराको होइन, एक बोराको लगभग हाम्रो 10 केजी जति माछा मारिएको छ। कत्ले र बुदना भन्छ के अरे, तिनै छ। यही छ। हामी करिब 3 जना, 4, 5, 6, 7, मसँग 8 जना आइएको थियो। ल माछा चाहिँ लगभग सिमेन्टको बोरा, एक बोरा भन्दा पनि आधा भनौँ न, त्यति मारिएको छ। ल यहाँ चाहिँ पृथ्वीबहादुरले माछा देखाउँदै हुनुहुन्छ। एकदम ठुलो खालको चाहिँ माछा यसरी पटला हिजो के ल यो कत्ले भन्छ। यो पुरै देखाउनु, भित्र देख्नु पुरै। माछा यसरी चाहिँ मारिएको छ। यो एकदम राम्रोसँग देखिनेको यार। माछा टिकटक बनाएर पनि भाइरल भयो। कति भाइरल हो। आज साथीहरूले माछा मार्नु भएको रहेछ। मारियो भनौँ न। गरेको साथीहरू यही है, माछा मरे। खासै मरेको त होइन, पहिला जस्तो सराबार उतापट्टि। नचल जाएँ कि दिखाउँछ नि।